स्टार्टिङ पोइन्ट अफ इन्द्रेणी फल्स है। त्यहाँ पर हेर्नुहोस् कुहिरो लागेको क्या दामी देखिरहेछ। जस्ट पहाडमा चाहिँ मजाको देखिरहेछ है। यहाँ देख्न सक्नुहुन्छ पहाड चाहिँ टक्कै खोलाहरू मजाको छ। यति मजाको छ जग्गा चाहिँ देख्न सक्नुहुन्छ है। टाढा रहेछ दामी। पछि यो खालको छ ओह्रालो एकदम खतरनाक बाटो चाहिँ हामी चाहिँ जाँदैछौँ। आज चाहिँ यति दामी झर्नालाई एक्सप्लोर गरेँ है। जस्ट यो झर्ना चाहिँ पर्छ तपाईँको, यसलाई चाहिँ तपाईँको इन्द्रेणी फल्स भनेर भन्दछ। यो चाहिँ तपाईँको रोडाथाङदेखिको यता अम्बा भएर चाहिँ अम्बा लोवर अम्बा आइसकेपछि त्यहाँबाट अलिकति माथितिर गएपछि एउटा तपाईँले यस्तो पोरामा बाटो खनेको देख्नुहुन्छ। त्यहाँबाट त्यही बाटो आउनुभयो भने टक्कै आइपुग्छ। जस्ट एक्सप्लोर इट इन्द्रेणी फल्स देख्न सक्नुहुन्छ क्या दामी फल्स छ है। अब म चाहिँ त्यो तल जानुपर्ने हुन्छ गाइस। त्यहाँबाट फेरि माथिसम्मको भिडियो देखाउँछु। यो चाहिँ आउने बाटो। जस्ट यो चाहिँ यति दामी इन्द्रेणी फल्स देख्नुहुन्छ तपाईँहरूले है। यो पर फल्सबाट आएको यो पानी मोन्स्टरले चाहिँ एकदम चिसो मजाको गरममा चाहिँ एकदमै मजा आउने रहेछ है।